सुरुमा यो इङ्ग्लिसको पोर्टल खोल्छ इङ्ग्लिसमा हजुरले KOR भनेको मा क्लिक गर्नु होला। यो चाहिँ कोरियन ल्याङ्ग्वेजमा कोरियनमा खोलिन्छ। तपाईँले इङ्ग्लिसमा गर्नुभयो भने तपाईँको आइडी बनाउन मिल्दैन। सुरुमा यो खोल्दाखेरि यस्तो इन्टरफेस आउँछ। यो आइसकेपछि हल्का तल यहाँ लगइन भन्ने अप्सन हो, यो चाहिँ यहाँ थिच्नु होला। यहाँ थिचिसकेपछि यो लगइनको इन्टरफेस आउँछ। यो चाहिँ आइडी बनिसकेकोलाई लगइन गर्ने इन्टरफेस हो। हजुरले थोरै स्क्रोल गर्नुभयो भने यहाँ साइन अप भन्ने अप्सन छ, यसमा क्लिक गरेर आफ्नो आइडी चाहिँ क्रिएट गर्नु होला। सबै यो अग्री अग्री गर्नु होला। यो चाहिँ अग्री अग्री भनेर हो। यसको लास्टमा पनि एउटा हुन्छ, यसमा नि अग्री गर्नु होला। हो, यो गइसकेपछि यो इन्टरफेस खुल्छ। सुरुमा हजुरले आफ्नो नाम लेख्नुपर्ने हुन्छ। यो चाहिँ इङ्ग्लिसमा लेख्न मिल्दैन, त्यही भएर हजुरले आफ्नो नाम गुगल ट्रान्सलेटबाट युज गरेर आफ्नो प्रपर नाम लेख्नु होला। तपाईँले यदि तपाईँको नाम बिगार्नु भएको छ भने तपाईँको अपोइन्टमेन्ट लिनेखेरि बेला चाहिँ एम्बेसीबाट तपाईँलाई फिर्ता पठाइदिन सक्छ। त्यही भएर यो कोरियन नाम चाहिँ आफूले राम्रोसँग ट्रान्सलेट गरेर गर्नुहोला। इक्जाम्पलको लागि यो वेबसाइटबाट हजुरले खोल्न सक्नुहुन्छ। यहाँ गरिसकेपछि तपाईँले कोरियन सेलेक्ट गर्नुहोस्। सुरुमा सरनेम हुन्छ, जस्तै कि राई डेभिडको राई सुरुको भयो, DAVID डेभिड भयो। यसमा चाहिँ हजुरको इमेल एड्रेस राख्नु होला। यसमा @gmail.com हाल्नु पर्दैन। यसमा हजुरले डाइरेक्टली यसमा जिमेल हाल्नुहोस्, यो बिचको @ भइहाल्यो। यसको चाहिँ तपाईँले चेक गर्नुपर्ने हुन्छ, यो चेक गर्नु होला। हो, यो आइडी छ कि छैन भनेर यसले भन्छ। दिस आइडी इज अभाइलेबल भनेको हो यो। यसमा चाहिँ हजुरको पासवर्ड हान्नु होला। यो चाहिँ हजुरले माथि जुन पासवर्ड हान्नु भएको छ त्यही हान्नु होला। यसमा चाहिँ डिप्लोमेटिक अफिस सर्च गर्नु डिप्लोमेटिक अफिस राख्नुपर्ने हुन्छ। यसमा चाहिँ नेपाल चुज गर्नुपर्ने हुन्छ। यो चाहिँ नेपाल हो। तपाईँको नम्बर हजुरले यहाँ सुरुबाट गर्नु होला। नम्बर 12 मा छ यो। जस्तै कि फर इक्जाम्पलको लागि 1 2 3 4 5 6 7 8 9 10 11 12 यो नम्बरमा छ। हजुरले राम्रोसँग गुगल ट्रान्सलेटबाट फोनबाट ट्रान्सलेट गर्दा पनि हुन्छ। यो चाहिँ नेपाल हो। यसमा चाहिँ 977 हाल्नु होला, हाम्रो कन्ट्री कोड नेपालको। यसमा हजुरको आफ्नो फोन नम्बर राख्नु होला। अनि यहाँ तपाईँले क्याप्चा हानेर सबमिट गरिदिनु होला। यो चाहिँ सबमिट हो। यो भइसकेपछि चाहिँ हजुरलाई एउटा इमेल आउँछ। त्यो इमेलमा चाहिँ तपाईँले भेरिफाई गर्नुपर्ने हुन्छ। हजुरको इमेलमा चाहिँ एम्बेसीबाट एउटा लिङ्क आउँछ। त्यो लिङ्क चाहिँ तपाईँले थिच्नु भएन भने तपाईँको अकाउन्ट चाहिँ एक्टिभेट हुँदैन। त्यही भएर एक्टिभेसनको लागि तपाईँलाई लिङ्क आउँछ, त्यो चाहिँ क्लिक गरिदिनु होला अनि बल्ल एक्टिभेट हुन्छ। र आयो साथसाथै तपाईँको नाम पनि इङ्ग्लिसमा उनीहरूले लिङ्कमा पठाउँदाखेरि हजुरको इङ्ग्लिस नाम आउँछ। त्यो चाहिँ आएको छ कि छैन त्यो हेर्नु होला, राम्रोसँग चेक गर्नु होला।
र तपाईँले आफ्नो अकाउन्ट एक्टिभेट गरिसकेपछि यो लगइन भन्ने हो, यसमा क्लिक गर्नुहोला। हो, यसमा क्लिक गर्दाखेरि हजुरको इमेल एड्रेस र अघि तपाईँले राखेको पासवर्ड हाल्नुपर्ने हुन्छ, त्यो राखिदिनु होला। र यसमा क्याप्चा राखिदिनु होला। र यो चाहिँ लगइन हो, लगइन गरिदिनुहोस्। हजुरले इमेल एड्रेस र पासवर्ड अघि राखेको पासवर्ड राखिसक्नुभयो भने यो इन्टरफेस खुल्छ। र यो इन्टरफेस खुलिसकेपछि तपाईँले यो क्यालेन्डर जस्तो देख्नुहुन्छ, यसमा क्लिक गरिदिनु होला। अब चाहिँ हजुरले यो कोरियनमा लानु पर्दैन, हजुरले आफै इङ्ग्लिसमा कन्भर्ट गरेर गर्न सक्नुहुन्छ। यो इङ्ग्लिसमा कन्भर्ट गरिदिनुहोस्। गरिसकेपछि थोरै स्क्रोल गर्नुभयो भने रिजर्भेसन टु डेभलपमेन्ट अफ मिसन भन्ने हुन्छ, यहाँ क्लिक गरिदिनु होला। यो क्लिक गरेपछि हजुरले मेक अ रिजर्भेसन क्लिक गरिदिनुहोस्। त्यसपछिको यो इन्टरफेस छ। त्यसपछि यो इन्टरफेस खुल्छ। यो इन्टरफेस खोलिसकेपछि सुरुमा हजुरले रिजन सेलेक्ट गरिदिनु होला। हाम्रो नेपाल साउथ एसियामा पर्छ, त्यही भएर यो साउथ एसियामा क्लिक गरिदिनु होला। यो गरिसकेपछि आफ्नो नेसन चुज गरिदिनु, नेपाल हो। अहिले यहाँ सेलेक्ट गर्न मिलेन किनभने अहिले डेट खोलिसकेको छैन। भोलि बिहान 10 बजे खुल्छ, ताकि 31 डिसेम्बर हो। त्यसमा तपाईँको डेट खोलिसकेपछि हजुरको यो अटोफिल हुन्छ। भइसकेपछि हजुरले सेलेक्ट डेट एन्ड टाइम गर्नु होला। यो 3 नम्बरमा सेलेक्ट डेट एन्ड टाइम गरिसकेपछि हजुरले आफ्नो रिजर्भेसन डिटेलमा आफ्नो डिटेल हालिदिनु होला। डिटेल हालिदिइसकेपछि लास्टमा तपाईँको रिमार्क्स भन्ने अप्सन आउँछ। त्यहाँ रिमार्क्समा चाहिँ आफ्नो सरनेम सुरुमा अनि नेम राखिदिनु होला। जस्तै कि फर इक्जाम्पल मैले अहिले राई डेभिडको गर्दैछु। सुरुमा आरएआई राई स्पेस डिएभिआइडी डेभिड भनेर राखिदिनुहोस् अनि सबमिट गरिदिनु होला।